शीर्षक रहेको छ बाबा। तिम्रो दिव्य मुहारमा छ जहिले सन्तानकै चाँदनी, तिम्रै दिव्य जन्ममा छ जहिले सन्तानकै जीवनी। भोको पेट लड्यौ कति पुरणमा सन्तानकै खातिर, बाबा एक अनन्त त्यो प्रहर हो कहिले यो रितिन्छ। तिम्रो साथमा हरेक प्रहर ती बन्छन् सुनौला कति, तिम्रै गुन्जन गुन्जिँदा भुवनमा रहन्न त्रासै रति। तिम्रो भौतिक भावको समीपमा संसार जो पाउँछु, तिमी मात्र रहिरहे जगतमा संसार हल्लाउँछु। मेरो गर्व सगर्व जो सगरका तारा सरी हौ तिमी, मेरो पूज्य पूज्य जो जगतका देवल सरी छौ तिमी। मैले पुज्न सकु परन्तु जहिले तिम्रा नयन भावना, मैले पुज्न सकु हर घडी तिम्रा मिठा चाहना। बाबा प्रेम र शक्तिका प्रतीक हौ ज्ञान गङ्गा पनि, बाबा पूर्ण पवित्र बन्धनसँगै हौ सर्वे सर्वा तिमी। बाबा पूर्ण पवित्र बन्धनसँगै हौ सर्वे सर्वा तिमी। धन्यवाद। आदरणीय निर्णायक मण्डलज्यू, सम्मानीय सभा प्रधानाध्यापकज्यूहरू, शिक्षक शिक्षिकाज्यूहरू, मेरा प्यारा प्रतिस्पर्धी साथीहरूमा नमस्कार। म समीरा गुरुङ, कक्षा 6 की छात्र। आज म तपाईँहरू सामु एउटा देशप्रेमीले भरेको एउटा कविता वाचन गर्न गइरहेको छु। मेरो कविताको शीर्षक रहेको छ हामी देशले केही गरौँ। तराईका पहाड साथी हिमाल शिर हो, लाग्छ कि गाउँ नेपाली आमा मलाइतिर हो। जन्मियौ यही हुर्कियौ यही यी देशका सन्तान, नेपाल छाडी विदेश गए पाइन्न सम्मान। धान र मकै पापर कोदो बसाउन खाएर, देउरा सैलो पालोमा जन्मी नाचौ नगाएर। भिखारी जस्तो नबन हामी भूस्वर्ग पाएर, बनाऊ देश गर्नेछन् काम विदेशी आएर। भेडा र चौरी पालेर बाख्रा व्यापार गरौँ न, मरेर तिमी के खोज्छौ स्वर्गमै मरौ न। योगा जोगारी खनेर हामी गरौँ न पौरख, देशमा काम गर्नमा हामी गरौँ न गौरव। बाँचिन्छ यही देशमा हामी पसिना बगाए, उर्वर भूमि फल्दछ हिरा हामीले लगाए। यो हुन सकी सम्पत्ति पनि केलाई सास्ने हो, त्योभन्दा राम्रो सगर आफ्नै देशमा बाँच्ने हो। त्योभन्दा राम्रो सगर आफ्नै देशमा बाँच्ने हो। धन्यवाद। नमस्ते सबैजनालाई, मेरो नाम यशोदा तामाङ हो। म कक्षा 3 की छात्री। आज म हजुरलाई एउटा कविता सुनाउन गएको छु। मेरो कविताको शीर्षक रहेको छ घाम आउनुभन्दा पहिले। घाम आउनुभन्दा पहिले बिहानीमा उठ्छु म, हात मुख धोएर पैन लेख्न दृश्यमा। दिउँसो विद्यालय गएर ध्यान
मण्डलज्यू, सम्मानीय सभा प्रधानाध्यापकज्यूहरू, शिक्षिकाज्यूहरू, मेरा प्यारा प्रतिस्पर्धी साथीहरूमा नमस्कार। म समीरा गुरुङ, कक्षा 6 की छात्र। आज म तपाईँहरू सामु एउटा देशप्रेमीले भरेको एउटा कविता वाचन गर्न गइरहेको छु। मेरो कविताको शीर्षक रहेको छ हामी देशमै केही गरौँ। तराईका पहाड साथी हिमाल शिर हो, लाग्छ कि गाउँ नेपाली आमा मलाइतिर हो। जन्मियो यही हुर्कियो यही यी देशका सन्तान, नेपाल छाडी विदेश गए पाइन्न सम्मान। धान र मकै पापर कोदो बसाउन खाएर, देउरा सैलो पालोमा चढ्ने नाचौन गाएर। भिखारी जस्तो नबन हामी भूस्वर्ग पाएर, बनाउँदैछ गर्नेछन् काम विदेशी आएर। भेडा र चौरी पालेर बाख्रा व्यापार गराउन, मरेर तिमी के खोज्छौ स्वर्गमै मराउन। योगा जोगारी खनेर हामी गरौँ न पौरख, देशमा काम गर्नमा हामी गरौँ न गौरव। बाँचिन्छ यही देशमा हामी पसिना बगाए, उर्वर भूमि फल्दछ हिरा हामीले लगाए। यौवन सकी सम्पत्ति पनि केलाई सास्ने हो, त्योभन्दा राम्रो सगर आफ्नै देशमा बाँच्ने हो। त्योभन्दा राम्रो सगर आफ्नै देशमा बाँच्ने हो। धन्यवाद। नमस्कार, मेरो नाम दिलनारायण श्रेष्ठ हो। म 4 कक्षामा पढ्छु। आज म तपाईँहरूलाई कविता सुनाउन गइरहेको छु। कविताको शीर्षक रहेको छ नदी। सानी नदी पर्वतबाट झर्छिन्, हारौ वनभित्र गर्छिन्। खोला र नाला सोगिनी हजार आएर भेट्छन् वनको पुछार। त्यो घाम छायामय कुञ्जभित्र छन् इन्द्रिणीका रचना विचित्र। आनन्दमा चट्ट भिजाइ लट्टा खेल्छिन् छहारी मुनि नित्य घट्टा। खेल्छिन् छहारी मुनि नित्य घट्टा। नमस्कार सबैजनामा, मेरो नाम युवा अधिकारी हो। आज म तपाईँहरूको सामु कविता वाचन गर्न गइरहेको छु। मेरो कविताको शीर्षक रहेको छ नदी। सानी नदी पर्वतबाट झर्छिन्, हाहारु वनभित्र गर्छिन्। खोला र नाला सङ्गिनी हजार आएर भेट्छन् वनको पुछार। त्यो घाम छायामय कुञ्जभित्र छन् इन्द्रिणीका रचना विचित्र। आनन्दमा चट्ट भिजाइ लट्टा खेल्छिन् छहारी मुनि नित्य गट्टा। रिसाई पाखा पोहोर छर्छिन्, ढुङ्गा र मुढा तटमा पछार्छिन्। बारी र पैसी गरेर डढाई थर्काउँछिन् पर्वत राजलाई। घुमेर हेरिन् गाउँका खलाई, पहाड हरिया बनाई। जान्छिन् यिनी दूर समुद्र भेट्न, सक्दैन कोहीलाई छैन। धन्यवाद। कार्यक्रम सञ्चालक ज्यू एसपी तेराईको मुख्य अतिथिज्यू निर्यायक मण्डल गुरु कलकत्ता प्यारा साथीभाइहरू, म एसपी तेराईको कक्षा 4मा अध्ययन छात्र सुरक्षा खट्यो। आज म तपाईँहरू सामु कविता वाचन गर्न गइरहेको छु र मेरो कविताको शीर्षक रहेको छ नटिप्नु हेर कविता। यस कविताको लेखक हुनुहुन्छ महाकवि लक्ष्मीप्रसाद देवकोटा। नटिप्नु हेर कोपिला नचिन्नु पाप लाग्दछ, च्याप्नु फुल नानी हो दया र धर्म भाग्दछ। नछोप्नु हैचरी बढी सलाप आँसु लाग्दछ, मानव जन्तु कुनै बसेर काल जाग्दछ। नखाओ
धन्यवाद कार्यक्रम सञ्चालकज्यू र मेरा प्यारा साथीहरू। आज म तपाईँहरूको अगाडि कविता वाचन गर्न गइरहेको छु। मेरो कविताको शीर्षक रहेको छ सँगसँगै। यस कविताका रचनाकार डाक्टर नवराज लम्साल हुन्। विकास बोकी विकट बस्ती जाउँ न सँगसँगै, दुःखले दुःखै घाउमा मलम लाउला सँगसँगै। यो देश हाम्रो सबैको साझा साझा छ आँगन, जतिमा पुग्छ बाढी र चुडी खाउला सँगसँगै। तोरीको तराई हरियो पहाड हिउँको हिमाल, फरक भूगोल भाषा र धर्म एउटै नेपाल। शिक्षा स्वास्थ्य न्याय र निसाब दिउँला सँगसँगै, जतिमा पुग्छ बाढी र चुडी खाउला सँगसँगै। दुःखले हाम्रो यो जीवन दुख्ला दुःखले सुकाउला, तेरो र मेरो नभन्ने नयाँ यो बानी बसाउला। छुटे नि प्राण नछुट्ने साइनो बनाउला सँगसँगै, जतिमा पुग्छ बाढी र चुडी खाउला सँगसँगै। साना र साना कामले पनि समाज फेरिन्छ, सबैले मिहिनेत गरी हेरौँ त के हुन्छ। हातमा हात मिलाई गाउँ जाउँ न सँगसँगै, मायाले बाँधी मायाको साइनो लाउला सँगसँगै। मायाले बाँधी मायाको साइनो लाउला सँगसँगै। धन्यवाद। मेरो नाम कृष्णलाल मगर। आज म तपाईँहरूलाई कविता भन्न गइरहेको छु। कविताको शीर्षक छ मेरी आमा। ममताकी मूर्ति हुनु मेरी आमा, सधैँ न्यानो दिनुहुन्छ माया। दुःखमा पनि साथ दिनुहुन्छ, जीवन राम्रो बनाइदिनुहुन्छ। आफू बोकै बसेर पनि सन्तानले मात्र खुवाउनुहुन्छ। अन्धकारमा पनि बालेर दीप सधैँ सही बाटो देखाउनुहुन्छ। त्याग र प्रेम करुणाकी खानी, सागर जस्तै हुनु मेरी आमा। सधैँ रहनु सुखी र खुसी, रमाउँछु आमाको मुस्कान देखि। ज्ञानको दीप जले मुटुमा, सत्मार्ग सधैँ हुनु मेरी आमा। ईश्वरभन्दा महन लाग्छ मेरो संसार मेरी हो आमा। जननी मेरी ममताकी खानी, ईश्वरको समुद्र भेटिन्छ पनि। आफू र यी सन्तलाई हँसाउने, जीवनको आधार आमा नै मानी। जीवनको आधार आमा नै मानी। मेरो नाम शीतल मगर हो। आज म तपाईँलाई कविता वाचन गर्न गएको छु। कविताको शीर्षक छ मान्छे। मान्छे जस्तो दुनियाँमा कोही हुन्छ साथी, मान्छे मान्छेका खोजमा मिल्दा हुन्छ जाति। रिसाराग त्यागै मात्रै मान्छे भन्छ ज्ञानी, आँखालाई काट्यो भन्दा आफैलाई हानि। भन्दै जाओस् फराकिलो ममताको सानो, मिठो वचन बोल्दाखेरि कोही हुन्न सानो। आँखा मिठो सारङ्गीको मादलको ताल, राख्नुहुन्न कहिले पनि मनको मैलो पाल। दिने भन्दा दिने हुन्छ संसारमा ठुलो, अभागीले कसैको लेख्नुहुन्न ठुलो।
सभाका सभापतिज्यू, मेरा आयुक्त मण्डलज्यू, विशिष्ट अतिथिगण, मेरा गुरुवर्ग, मेरा प्रतिस्पर्धी मित्रहरू, मेरा साथीहरू र सम्पूर्णमा स्वीकार्नुहोस् न्यानो अभिवादन। म कक्षा 6 मा अध्ययन गर्ने छात्र गुराज श्रेष्ठ यहाँहरूमा एक कविता लिएर प्रस्तुत भएकी छु। मेरो कविताको शीर्षक रहेको छ गौरी र यस कविताका रचनाकार हुनुहुन्छ माधव प्रसाद घिमिरे र यस कविता उहाँले आफ्नो श्रीमतीको लागि लेख्नुभएको एक सुन्दर रचना हो। बाँकी कुरा कवितामै। धरतियो हरियो थियो सागरका तारा उज्याला थिए, मेरै प्रीति सुहाई कान्तिपुरका सन्ध्या लागला थिए। छाया आज पर्यो चिप्ल्यो छवि कहाँ, के देख्नु मैले पर्यो आँसुमा अब चिप्लियो कलमयो, के देख्नु मैले पर्यो मेरीलाई म देख्छु झलझल त्यही टाँसिन्यो पत्रमा, मेरीको मनको किनारा रङ्गिलो गाँसिन्यो पत्रमा। यो माया मुटु चस्किँदो छ कसरी, जान्दैन कोही पनि छाया एक मभित्र रुन्छ कसरी, सुन्दैन कोही पनि मेरा अक्षर लेखिदे बनचरी। वैशाखको पातमा बोले गोलसी मन चुरेर दिलथ्यो, एकान्तको रातमा लैजा बादल देश दिलको आँसु कहाँ छिन उनी, आउन्नन् हकिक्या उनकै, आउन्नन् हकिक्या सुन्न उनकै, फर्केर कहिल्यै पनि मेरो साथ बसेर हाँसिरहने। खरानी रानी खरानी बन्यो आमा शान्ति र कान्तिकी सकलकी साझा कहानी बन्यो। आफै ईश्वरले रचेर कसरी त्यो रच्याती दियो, के खानु अब लेख्न जीवन जहाँ देखिनी तिस्री भयो। सम्झी ल्याउँछु आज छैन रिसक्या, गाली गर्नु किन, जाने नै रहेछिन् त्यो दिन त्यसो मैले गरे हो किन। आफैले त कसुर गर्छ अहिले, देखेर पो के भयो, के सम्झेर गई उनी गुडा कथा लेखेर, के भएर के भयो, के सम्झेर गई उनी गुडा कथा लेखेर पो के भयो। धन्यवाद कार्यक्रम सञ्चालकज्यू, यस सभाका सभापतिज्यू, निरायक मण्डल गुरुवर्ग तथा मेरा प्यारा साथीहरूमा म कक्षा 5 मा अध्ययनरत छात्र स्मारिका श्रेष्ठको तर्फबाट हार्दिक नमस्कार। आज म हजुरहरू सामु एउटा कविता वाचन गर्न गइरहेकी छु। मेरो कविताको शीर्षक रहेको छ आमा। यस कविता म आफैले रचना गरेकी हो। अब म ढिलो नगरिकन कविता वाचन गर्न गइरहेकी छु। जन्माउने मेरी आमा, हुर्काउने आमा, सधैँभरि अमर हुन्छन् उनी मेरो मनमा। कहिले मैले तिरुलाई र तिम्रो दुधको भारा, मेरो लागि भगवान छैन तिमी मेरो सारा, मेरो लागि भगवान छैन तिमी मेरो सारा। ताते ताते गरी उनले हिँड्न सिकाउँछिन्, लेख्न पढ्न सबै गरी आदर सिकाउँछिन्, मेरो आदर सिकाउँछिन्। न्यानो न्यानो काखा उनको रसिलाती नयन, कहिले पनि थाक्दिन म गरी उनको बयन, कहिले पनि थाक्दिन म गरी उनको
छाती दुख्न लाउँछन् मेरो छाती दुख्न लाउँछन् बालो सुतोस् भनी उनी मिठो गीत गाउँछिन् बालो सुतोस् भनी उनी मिठो गीत गाउँछिन् मेरो लागि माया देख्छ उनको आँखाभित्र भगवान पनि उनी मेरो उनी पहिलो मित्र गर्नुहुन्न हिला कहिले हामीले उनलाई उनको रूप देख्दाखेरि समय लाग्छ जुनलाई उनको रूप देख्दाखेरि समय लाग्छ जुनलाई मेरो लागि कहिले पनि औँसीको छैन पूर्णिमाको जुनमा लाग्छ तर उनका छैन उनको केसले मयूर पनि बगैँचा लुकाउँछ उनको रङ्गीन जीवन हेरी बसन्त निदाउँछ उनको रङ्गीन जीवन हेरी बसन्त निदाउँछ उनको योगदान देखेर सागरमाथा लुक्छ उनको केस देखेर उनको स्वर सुनेर गौसी पनि लुक्छ नगर हेला कहिले कसैले नि उनलाई उनको नगर हेला कहिले कसैले नि उनलाई उनको कसैले नि उनलाई भगवान पनि उनी मेरो उनी पहिलो भगवान पनि उनी मेरो उनी पहिलो। धन्यवाद। कक्षा 5 मा पढ्छु। आज म एउटा कविता भन्न गइरहेको छु। मेरो कविताको शीर्षक रहेको छ हाम्रो जन्मभूमि। धरती हाम्रो सिर्जना सुन्दर छ है गाउँ स्वर्गभन्दा सुन्दर हुन्छ हामी खेल्ने ठाउँ आँखाभरिले कबेसी छाती भरि तराई सबै हाम्रा आफन्त कोही छैनन् पराई सबै हाम्रा आफन्त कोही छैनन् पराई फेवरा र पोखसुन्दुङ हाम्रा देशका साना मेची कोशी गण्डकीलाई ठुला नदी जान काभ्रे मुना कोइलीले मिठा गीत गाउँछन् त्यही गीतमा तलमीलाई मैना चरी नाच्छन् त्यही गीतमा तलमीलाई मैना चरी नाच्छन् सबैतिर सिप रोपी कर्मशील बनाऊ गोरखीका पसिनालाई हामी माया गरौँ सधैँभरि असल र ज्ञानी मान्छे बनाऊ सधैँभरि असल र ज्ञानी मान्छे बनाऊ। धन्यवाद। नमस्कार सम्पूर्णमा। आज म अमिता पाण्डे कक्षा 7 मा अध्ययनरत छात्रा हुँ। म तपाईँहरूको सामु आज कविता भन्न गइरहेकी छु। मेरो कविताको शीर्षक रहेको छ उज्यालो भविष्य। बिहानको सुनौलो घाम ल्याउँछ नयाँ सन्देश मेहनत र परिश्रमले बन्छ सफल परिवेश मेहनत र परिश्रमले बन्छ सफल परिवेश। सपना मेरा ठुला छन् मनमा आशा भरिएको साहस र आत्मविश्वासले जीवन अघि बढेको साहस र आत्मविश्वासले जीवन अघि बढेको पढेर लेखेर सिक्दै देशको नाम राख्नेछु राम्रो काम गरेर सधैँ उज्यालो भविष्य बनाउनेछु राम्रो काम गरेर सधैँ उज्यालो भविष्य बनाउनेछु। नमस्कार सम्पूर्णमा। म कक्षा 7 मा अध्ययनरत छात्रा सारथी साक्या आज हुन गइरहेको कविता वाचन प्रतियोगितामा मेरो कविताको शीर्षक रहेको छ भोलिको यथार्थ। अति मधुर चलेनी विष जस्तो छ हावा प्रदूषित भई सारा हुन्छ पृथ्वी बिचारा ढल र मन मिसाई पानी उस्तै छ मैलो दुरमती जति गर्छौ नाश आफ्नै छ पहिलो दुरमती जति गर्छौ नाश आफ्नै छ पहिलो। घरि रकेट उडायो पृथ्वी छेड्यौ र हाँस्यौ सहर अति बनायो जीव जङ्गल निकास्यौ ओजन तहनी च्याप्यौ घाम आगोजै बल्छ एक दिन यही मान्छे मारेर खान्छ एक दिन यही मान्छे मारेर खान्छ। धन्यवाद। नमस्कार सम्पूर्णमा। म अञ्जली विश्वकर्मा हजुरहरूको सामु कविता वाचन गर्न गइरहेकी छु र मेरो कविताको शीर्षक रहेको छ घर जाने साथीसित। बेसी स्वर्ग फुलाउने हिउँ पनि चाँदी फुलेका भिर मेटी
धमिलो त्यो गाउँको तस्बिर मेरो चित्र गराइदे अझ नयाँ साथी हो लागे पनि चाँडै चाँडो सुनाइदे ती कुरा छोरो छ सन्चै भनी पैसा हुन्छ विदेशमा सोधनको माया कहाँ पाउनु यी अग्ला घर अग्लिँदा खजुरको छाया कहाँ पाउनु छानो टार्नु र पेर्नु पर्छ घरको बाँकी छ दिनै दिन छोराको पिस त्यो बुझाउन सक्ने थिए फर्किन निन्द्रामा पनि देश गाउँ घरकै देखिरहे सुन्दर डाँडा मन्दिर मोरी माला मुखिया जिम्मताको घर थाकी काम गरी पिँढीतिर बसी मोही मकै खाउला अर्को साल बिटोली रकमको बाजे भने आउला भोलि बस्छु म मूलधार दिनको सन्जाल ढोका खुला पर्खेको छु कतै हिमालतिरको हावा यता आउला यो पापी परदेशमा ममताको सङ्गमा गुरखै ए साथी घरमा गएर भनिदे आमा म जिउँदैछु है ए साथी घरमा गएर भनिदे आमा म जिउँदैछु है धन्यवाद सबैमा। मेरो नाम राजमल्ल ठकुरी हो। म आज हजुरहरूको सामु कविता वाचन गर्न गइरहेकी छु। मेरो कविताको शीर्षक रहेको छ गुरु वन्दना। यस कविताका रचनाकार देवी नेपाल हुन्। गुरुमा ज्ञानको ज्योति चम्किलो जब बन्दछ धरतीले जन्मको सार पूर्ण भो अनि भन्दछ एक एक गरी ज्ञान शिष्यमा सर्न थाल्दछ त्यागको तेज हो कस्तो ढुङ्गो पनि पगाल्दछ आफू जलेर धरतीमा उज्यालो गुरु छर्दछन् आफू गलेर मट्टी झै मूर्ति निर्माण गर्दछन् जसको स्नेहका सामु अरूको स्नेह व्यर्थ छ जसको त्याग देखेर धरती माथ झुकाउँछ उनी हुन् रविका छाया उज्यालो नित्य छन्दछन् मान्छे मानवका लागि बन मानव बन्दछन् दुःख कष्ट परे सामु जलाई भस्म पार्दछन् अपमान सही लाखौँ मान्छेलाई सपार्दछन् गुरु शिष्य भए देशी छातीमा चल्छ हुन्डरी सिसा झै फुट्छ त्यो नाता फेरि जोडिन्न केही गरी सिसा झै फुट्छ त्यो नाता फेरि जोडिन्न केही गरी। धन्यवाद। छाती पर्वत हिमाल शिरो यी पाटौँ पाइला माटो जीवन हो दुवै नयनौ यी गण्डकी काशिला मेरो प्राण सम्मान छन् प्रिय सदा यी कन्दरा तालयो हे धरतीसँग गाँसिएछ ममता प्यारो छ नेपालयो सीता गौतम बुद्धले टुकुटुकु गर्दै हिँडेको स्थल पानी होइन शहीदको रगत हो नारायणीको जल हुत्याएर बगाउँदै पर्लगोस् सद्भावको छालयो माटोमा पसिना मुछेर म बनु प्यारो छ नेपालयो के लेखे समलेखनाथ कविले यो देशको नाउँमा सारा भो अधुरो चढाउनु नसके नेपालको पाउमा यी पाखा पखेर परी छ कविता ल्याएर सिद्धिन्न लाखौँ फुल अतालिएछ हमरा प्यारो छ नेपालयो नारायण आदिदेव भगवान सेलै ठाकुरा राप्ती शङ्कर कुमार हुन् पार्वती बाजुरा सानो नन्दन देव घाट भके स्वर्ग बाँकी रह्यो
श्रद्धा अपिर्न के सपोज वचनले प्यारो छ नेपाल यो रुबीका मृदु गान शेक्सपियरका संवाद बिर्साउँछन् कालिदास लुके छुपे म कविता लेखौँ भने आउँछन् यो धौलागिरी गाउँदैछ अहिले नाच्दैछ सैपालो यो ढाँपे त सुना सुरम्य कविता प्यारो छ नेपाल यो ढाँपे त सुना सुरम्य कविता प्यारो छ नेपाल यो प्यारो छ नेपाल यो। धन्यवाद। नमस्कार सम्पूर्णमा, म यसै मानसा किरानी विद्यालयमा अध्ययनरत छात्रा हुँ। आज म सार्वजनिक क्रेडिट छन्दमा कविता वाचन गर्न गइरहेकी छु। मेरो कविताको शीर्षक रहेको छ प्रकृति। प्राणी जीव सबै वनस्पतिहरू प्रत्यक्ष सम्बन्धमा सारा सृष्टि विकास तीव्रसँगले आयो उत्कर्षमा। यो वातावरणीय चक्रगतिले छोड्यो सुरक्षा जब धरतीमा अनि रोग व्याध सहजै बढ्न गयो सङ्कट। मान्छेको अविवेक बुद्धि जसले सङ्कट आयो ठुलो बाढी भूक्षय आदिबाट पृथ्वी बन्दैछ रोगी भलो। आफ्नो बुद्धि गुमाउँदै मनुजले हान्यो बुढा बन्चरो मोती तुल्य प्रदीप्त स्वच्छ धरणी सर्वाङ्गनाङ्गै भयो। पानी वस्तु समस्त दूषित भए छर्दा विषादी कुरा सारा स्रोत भए विलुप्त जगका मान्छे हुँदा बेसुरा। आफ्नो शक्ति हराउँदै जमिन यो सुक्खा भयो जर्जर। मान्छेले यसतर्फ सोच्न नसके अस्तित्व गुम्ला अब। साह्रै सुन्दर विश्वमण्डल धरा विज्ञानका खातिर बन्दै आज गयो कुरूप अति नै सौन्दर्य छर्ने घर। धरतीका जति सम्पदा र क्षमता सारा कुरा नासिए बाटोला कसरी समुद्र तलमा आधार नै भासिए। राम्रो सोच विवेकपूर्ण मनले डाँडा र पाखो सबै रोपी वृक्ष हरा भरा हुन गए समृद्धि बढ्ला सधैँ। हेर्दैनन् परमेश्वरी प्रकृतिले त्यो नेत्र खोलिकन सारा विश्व विध्वंस हुन्छ दिलले सोचौ विवेकी जन। सारा विश्व विध्वंस हुन्छ दिलले सोचौ विवेकी जन। धन्यवाद। धन्यवाद बहिनी। नमस्कार सबैजनालाई, मेरो नाम मन्सी तामाङ हो। म कक्षा 6 मा अध्ययन गर्ने छात्रा हो। आज म तपाईँहरूको सामु कविता भन्न गइरहेको छु। मेरो कविताको शीर्षक छ प्यारो छ नेपाल यो। यस कविताको रचनाकार हुनुहुन्छ मनोज भण्डारी। छाती पर्वत हो हिमाल सुर हो यी फाट हुन् पाइला माटो जीवन हो दुवै नयन हुन् यी गण्डकी गाँसिला। मेरो प्राण समान छन् प्रिय सदा यी कन्द तालयो यही धरतीसँग गाँसिएछ ममता प्यारो छ नेपाल यो। सीता गौतम बुद्धले टुकुर टुकुर गर्दै हिँडेको स्थल पानी वर्ण शहीदको रगत हो नारायणीको जल। हुत्याएर बगाउँदै पडलगो सद्भावको छालयो माटोमा पसिना मुसेर म भनौँ प्यारो छ नेपाल यो। के लेखे समलेखनाथ कविले यो देशको नाममा सारा भो अधुरो चढाउनके नेपालको पाउमा। यी पाखा चुचुराभरि छ कविता ल्याएर सिद्धिन्न यो लाखौँ फुला टालिएछ भमरा प्यारो छ नेपाल यो। धन्यवाद। ताली बजेको हौसला मिल्छ त खै त।
धन्यवाद कार्यक्रम सञ्चालकज्यू। यस सभाका सभाध्यक्ष अतिथि विशिष्ट अतिथि निष्पक्ष निर्णायक मण्डलज्यू र हामीहरूलाई विद्या दिनुहुने हाम्रा गुरुवर्ग र विजयका माला पहिरन अग्रसर हुनुभएका मेरा प्रतिस्पर्धी मित्रहरू लगायत यहाँ उपस्थित हुनु मेरा सम्पूर्ण साथीभाइहरूमा स्वीकार्नुहोस् मेरो न्यानो अभिवादन। मेरो नाम एन्जिला तुलसी मगर हो। म कक्षा 6 माध्यमिकमा पढ्ने छात्र हो। आज म हजुरहरूको सामु कविता वाचन गर्न गइरहेको छु। मेरो कविताको शीर्षक रहेको छ मेरी आमा। आमा तिमी सारा जगतकी पवित्र नाता बनी हाँसी खुसी हुर्कायो है तिमीले दुःख भए तापनि संसारको सबैभन्दा प्यारो नाम मेरी आमाको नै हो। यो जगत देखाउने कारण पनि मेरी आमाको देन हो। आमाको त्यो पवित्र माया चेहरा पाइन्न थियो है किनेर। मानव आज ढुङ्गा फुल्दैछ हेर असल देवता नचिनेर। सक्दैनथे होला कामौबिन साथ नपाएको भए संसारकै भाग्य मानिरहेछु प्रकृतिले सबै माया पाए। आँखा जब बन्द गर्छु आनन्दले आमाको तस्बिर आँखैमा दैवसँग प्रार्थना गर्छु मनले हुन पाऊ सधैँ साथमा। अन्धकार रातमा तिमी जुन बनेर चम्कियो जीवनको हरेक पलहरूमा शीतल बतास बनि आयो। आफ्नो मन दुःख लुकाई बाहिर खुसी देखायो। अरूलाई सम्मान गर्ने अनुशासन सिकायो। संसार जति फेरिए पनि तिम्रो माया अटल रह्यो। संसार जति फेरिए पनि तिम्रो माया अटल रह्यो। जीवनको हरेक पलहरूमा मेरो विश्वास तिमी नै रह्यो। जीवनको हरेक पलहरूमा मेरो विश्वास तिमी नै रह्यो। धन्यवाद। आदरणीय निर्णायक मण्डलज्यू, सम्मानीय सभा प्रधानाध्यापकज्यूहरू, शिक्षिकाज्यूहरू, मेरा प्यारा प्रतिस्पर्धी साथीहरूमा नमस्कार। म समीरा गुरुङ कक्षा 6 की छात्र। आज म तपाईँहरू सामु एउटा देशप्रेमीले भरेको एउटा कविता वाचन गर्न गइरहेको छु। मेरो कविताको शीर्षक रहेको छ हामी देशमै केही गरौँ। तराईका खपहार छाती हिमाल शिर हो लाग्छ कि गाउँ नेपाली आमा मलाइतिर हो। जन्मियो यही हुर्कियो यही यी देशका सन्तान नेपाल छाडी विदेश गए पाइन्न सम्मान। धान र मकै फापर कोदो बसाउन खाएर देउरा सैलो पालोमा जन्मी नाचौन गाएर। भिखारी जस्तो नबन हामी भूस्वर्ग पाएर बनाउँदैछ गर्नेछन् काम विदेशी आएर। भेडा र चौडी पालेर बाख्रा व्यापार गराउन मरेर तिमी के खोज्छौ स्वर्गमै मराउन। यो बाजुबारी खनेर हामी गरौँ न पौरख देशमा काम गर्नमा हामी गरौँ न गौरव। बाँचिन्छौँ यही देशमा हामी पसिना बगाए उर्वर भूमि फल्दछ हिरा हामीले लगाए। यो गर्न सकि सम्पत्ति पनि केलाई साच्ने हो त्योभन्दा राम्रो सगर्व आफ्नै देशमा बाँच्ने हो। त्योभन्दा राम्रो सगर्व आफ्नै देशमा बाँच्ने हो। धन्यवाद। बन्दै थियो जब नौमती मुटु यता बकानो पर्दै थियो छाती जल्दछ देख्छु नित्य अहिले जल्दै गरेको दियो। मै मात्रै
सञ्चालिकाज्यू, अतिथिगणज्यू, निर्णायक मण्डल, शिक्षक शिक्षिका र यहाँ उपस्थित सम्पूर्णमा म कक्षा 8 की छात्रा प्रस्ताव थापामगरको तर्फबाट स्वीकार्नुहोस् न्यानो अभिवादन। आज म तपाईँहरूको सामु कविता वाचन गर्न गइरहेको छु। मेरो कविताको शीर्षक रहेको छ नेपाल मेरो घर। सेतो बादलको हिमाल टपमा छाया परेको तल, सीता गौतम शिर व्यास मुनिले माया गरेको स्थल। पानी झर्छ यहाँ पहाडहरूमा, छागो बगी छलछल, डाँडाबाट चिसो बतास बहने नेपाल मेरो घर। डाँडाबाट चिसो बतास बहने नेपाल मेरो घर। सल्लाका वन छन् र झाडीहरू छन्, खोला कति छन् कति, सेती विष्णुमती बिनाउ कमला, राष्ट्रिय बागमती। मैला गन्ध बखाल्छ पूर्वतिरको कोशी बनी सागर, पूर्वी भेग धरान भोजपुर हो नेपाल मेरो घर। पूर्वी भेग धरान भोजपुर हो नेपाल मेरो घर। खुल्छन् पूर्व दिशा रवि किरणले कालो अठारो चिनी, नाच्छिन् रातभरि प्रकाश मधुरो फैलाउँदै झिङ्किरी। हाम्रो देश सजाउँछन् जडीबुटी चौरी हिमाली सडा, मोरङ राज विराज गौरतिर हो नेपाल मेरो घर। मोरङ राज विराज गौरतिर हो नेपाल मेरो घर। तिस्से धान चढेर लानहरूमा छन् गौथलीका हुँदा, पौवा सारस छन् मुनालहरू छन् धोबी र काका खुला। पौवा सारस छन् मुनालहरू छन् धोबी र काका खुला। मैना गीत निकाल्छन् तरहका, नाच्छन् यहाँ चाचर, लाखौँ लाख थरी चरी र नचरी नेपाल मेरो घर। लाखौँ लाख थरी चरी र नचरी नेपाल मेरो घर। टोपी कोट कतै घलेका पछुकी, लुङ्गी पछ्यौरीहरू, कासैको करुवा पनाम मुलका घुर्मी र चम्चाहरू। घुर्पे सङ्गुसका ठका तरहका ठेकी मदानी सरा, आफ्नै शिल्पकला र शब्दहरूको भण्डार मेरो घर। आफ्नै शिल्पकला र शब्दहरूको भण्डार मेरो घर। हाम्रा पूर्वजले बगाई पसिना पाखा पखेरा खने, पोले आरणमा पलाम हँसिया खुर्पा र खन्ती बने। जातो पत्थरको र बाँसहरूको, जातो पत्थरको र बाँसहरूको चोया झिकी ढाकरा, खुस्टाको चकटी ढिकी र ढकिया विज्ञान मेरो घर। खुस्टाको चकटी ढिकी र ढकिया विज्ञान मेरो घर। धन्यवाद। नमस्ते सबैजनालाई। मेरो नाम यशोदा तामाङ हो। म कक्षा 3 की छात्री। आज म हजुरलाई एउटा कविता सुनाउन गएको छु। मेरो कविताको शीर्षक रहेको छ घाम आउनुभन्दा पहिले। घाम आउनुभन्दा पहिले बिहानीमा उठ्छु म, हात मुख धोएर पैन लेख्न जुट्छु म। दिउँसो विद्यालय गएर ध्यान दिएर पढ्छु म, नजानेका कुराहरू गुरुमालाई सोध्छु म। विद्यालय छुट्टी भएपछि छिट्टो घर आउँछु म। खाजा साजा खाएर एकछिन खेल्न थाल्छु म। एकछिन खेल्न थालेपछि दिया कार्य गर्छु म। दिनभरिको काम सिकाउँछु म, रातको 9 बजे सुत्छु म। धन्यवाद। सबैजनालाई मेरो नाम सुदीक्षा गिरी हो। म कक्षा 3 मा पढ्छु। आज
कविता भन्न गइरहेको छु। कति राम्री पुतली उन्ने पुतली फुलै फुलको ढुङ्गामा डुल्ले पुतली रङ्गी जङ्गी पखेटामा उड्ने पुतली साना साना कोपिलामा डुल्ने पुतली। धन्यवाद। नमस्कार सबैजनालाई, मेरो नाम रिवान्सी राई हो। म कक्षा 1 मा पढ्छु। म हजुरहरूलाई एउटा कविता सुनाउन गइरहेको छु। गमलामा फुल रोपी गर साथी काम, एकछिन काम गरी अनि खेल्न जाम। खेल्दा खेल्दै घडीले बजाएछ आठ, घर पुगी पढ्नुपर्छ स्कुलको पाठ। गाईले दुध दियो, गुरस रातै फुल्यो, मौरी घरमा बस्यो, मिठो मह बनायो। धन्यवाद। नमस्ते, मेरो नाम प्रकाश श्रेष्ठ हो। म कक्षा 1 मा पढ्छु। म तपाईँहरूलाई कविता सुनाउन गइरहेको छु। कविताको नाम हो बाबा आमा सबैकी। बाबा आमा सबैकी आज्ञाकारी छोरी, सफा भई बस्छु बन्दिन है फोरी। म त सानो विद्यार्थी पढ्ने मेरो काम हो, पढिदेखि ज्ञानी भई कमाउँछु है नाम। समयमा सुत समयमा पढेर गिहाकाले गर्छु, समयमा सुतेर समयमा उठ्छु। धन्यवाद। नमस्कार, मेरो नाम नागेशी श्रेष्ठ हो। म कक्षा 2 बाट आज म तपाईँहरूलाई कविता वाचन गर्न गइरहेको छु। मेरो कविताको शीर्षक रहेको छ लाली गुराँस। फुल फुल्यो हिमाल पहाड पाखामा, फुल फुल्यो हिमाल पहाड पाखामा। गीत गाउन मन लाग्यो मिठो मिठो भाकामा, गीत गाउन मन लाग्यो मिठो मिठो भाकामा। साना साना स्काई रुख हरिया छन् पाता, साना साना स्काई रुख हरिया छन् पाता। लाली गुल नाम इसको आनेका छन् राता, लाली गुरस नाम इसको आनेका छन् राता। राता राता लाली गुरस बनी बनी फुलेका, राता राता लाली गुरस बनी बनी फुलेका। प्रकृतिको शोभा बढाइ बोट आफै झुलेका, प्रकृतिको शोभा बढाइ बोट आफै झुलेका। सबको मना लोभ्याउने फुलको रातो लालीमा, सबको मना लोभ्याउने फुलको रातो लालीमा। हिँड्न मन लागिरह्यो ठुङ्गा ठुङ्गा डालीमा, हिँड्न मन लागिरह्यो ठुङ्गा ठुङ्गा डालीमा, ठुङ्गा ठुङ्गा डालीमा। धन्यवाद। मेरो नाम श्रेष्ठ हो। आज मलाई यस्तो लाग्छ कविता गइरहेका छु। घरै आँदै आकाशमा उडुडु लाग्छ, पापालाई पुतलीलाई दिउँ दिउँ लाग्छ। बस चढी घरसम्म जाउँ जाउँ लाग्छ, फल फुल किनी गप्प खाउँ खाउँ लाग्छ। फुलबारीमा फल फलेको हेरौँ हेरौँ लाग्छ, बाटोको छेउ बसेर खाउँ खाउँ लाग्छ, बाटोको छेउ बसेर खाउँ खाउँ लाग्छ। धन्यवाद। नमस्ते, मेरो नाम सुभान दुवारी हो। म कक्षा 1 मा पढ्छु। तपाईँहरूलाई म आज कति राम्री पुतलीको भन्न गइरहेको छु। कति राम्री पुतली उड्ने पुतली, फुलै फुलको ढुङ्गामा डुल्ने पुतली, रङ्गी चङ्गी बगेटामा उड्ने पुतली, साना साना कोपिलामा डुल्ने पुतली। धन्यवाद। नमस्कार सबैजनालाई, मेरो नाम प्रसिद्ध भट्ट हो। म कक्षा 3 मा पढ्छु।
कविताको शीर्षक हो मेरी आमा दयालु छिन् मलाई धेरै माया गर्छिन् राम्रो बाटो देखाउँछिन् सधैँ सही कुरा सिकाउँछिन् बिहान सबेरै उठेर घरको काम गर्नुहुन्छ हामीलाई स्वादिलो खाना बनाइदिनुहुन्छ म बिरामी पर्दा आमा रातभरि हेरचाह गर्नुहुन्छ आमाको माया संसारमा सबै गर्दा आउनुहोस् भनेर। सबैजनालाई मेरो नाम सुदीक्षा गिरी हो। म कक्षा 3 मा पढ्छु। आज म तपाईँहरूलाई कविता भन्न गइरहेको छु। कविताको शीर्षक छ मेरो सबै छन् सम्मान बख्खु मेरे गाना मेरे धोती कुर्ता मेरे हिमाल मेरे पहाड मेरे तराई पनि मेरे हिमाल मेरे पहाड मेरे तराई पनि मेरे रोटी मेरे मारुनी र देउरा पनि मेरे दसैँ तिहार लोसार माघी छठ पनि मेरे दसैँ तिहार लोसार माघी छठ पनि मेरे दौरा सुपर पोशाक मेरे चन्दा सूर्य झन्डा मेरे बहुजाति भाषाभाषी समुदाय मेरे बहुजाति भाषाभाषी समुदाय मेरे आँखा भरि छाती भरि हिमाल पहाड तराई सबै छन् समान कोही छैन पराई सबै छन् समान कोही छैन पराई। धन्यवाद। नमस्ते सबैजनालाई, मेरो नाम अनिस रोकाई हो। म आज कविता भन्न गइरहेको छु। आहा हेर जातै जातको नेपाल हाम्रो देश धेरै छन् संस्कृति भाषा अनि भेष तराईमा धान झुल्छ हिमालमा हिउँ पहाडको चिसो पानी कति राम्रो गाउँ अनेक थरी जात मिली सबलाई सहयोग गर्छन् दुःख सुख साथेर काम मिली गर्छन् पाटी पौवा मठ मन्दिर मिली बनाउँछन् आफ्नो गाउँ सफा राखी फुल सजाउँछन् आफ्नो गाउँ सफा राखी फुल सजाउँछन्। धन्यवाद। नमस्ते, मेरो नाम रेखा छल ठकुरी हो। म कविता सुनाउन गइरहेको छु। मेरो कविताको शीर्षक छ नाच्ने पुतली। रङ्गी चङ्गी फुलबारीमा नाच्ने पुतली आऊ साथी